हेलो हेलो साथीहरू, गुड मर्निङ। यो चाहिँ आजको मेरो सब्जी इस्कुसको मुन्टा। तपाईहरुलाई कस्तो लाग्छ? मलाई चाहिँ एकदमै मनपर्छ। तर बजारबाट किनेर ल्यायो, आधी पनि हुँदैन के, सबै फ्याक्नुपर्ने। भाजिँदैन के, आधी फ्याक्नुपर्छ। कस्तो राम्रो लागेर किनेर ल्यायो है, 50 रुपियाँ मुठा किनेर ल्याएको, एक छाक पनि नपुग्ने के, मजाले त एकजनालाई पनि नपुग्ने खालको हुन्छ। अनि मुन्टा पनि के साह्रो गरेको हौ, किसानहरू पनि कति धेरै बाठा भइसकेका छन्। अलिकति हुनेको पैसा लिँदा त ठिकै हो कि, त्यो फ्याक्नुपर्छ क्या सबै, चित्तै बुझ्दैन। बच्चा बेलामा यस्तै मुन्टामा हुर्केको भएर होला, किनेर खान चित्तै नबुझ्ने, के गर्नु, उत्पादन गर्न सकिँदैन, खानै पर्यो। त्यही भएर यो किनेर खाने मान्छेको पीडा चाहिँ कसले बुझ्ने हो। यस्तो